गाइस अब आज छठ आज रातिबाट छठ सुरु हुन्छ हैन कस्तो छ ठ्याक्कै हामी पनि अब एउटा दोकान राख्न लागेको गाइस अब हेरौँ न कस्तो छ हेर्दै डाँडामा यहाँ माथि चढेर खोलामा हेर्नुपर्छ कस्तो छ है त माथि चढाउनु त्यसको लागि इज गेटिङ रेडी सबै कुरा ल पनि अहिले बसेस भरे हेरौँ न कस्तो हुन्छ भरे नाइटमा अनि हाम्रो चाहिँ फेरि यता माथि राख्ने भनेर सोचेको छौँ हामीले चाहिँ यता माथितिरै कता हुन्छ ठाउँ चाहिँ एक्ज्याक्ट थाहा छैन कि त्यही पनि अब हेरेर राख्ने भिडियो कहाँदेखि भन्दा त्यो चटपटे आन्टी हन्डुबाई ल चटपटे यस्तोमा घाउ छ त्यो केटाको कस्तोमा घाउ छ होइन पल्सर बाइक छ त्यसको भर्खर चोरी कति कस्तो खालको छ लम्बे लम्बे छ लम्बे छ यस्तोमा घाउ छ अस्ति म माथितिर केटाहरूलाई सोध्छु कि घाउ छ ड्याममा चाहिँ माथितिर आयो भने घाउ छ पल्सरमा छ यस्तोमा घाउ छ कस्तो के हो पुरानो खालको घाउ छ कि कस्तो ओ भाइ कस्तो घाउ नयाँ छ कि पुरानो छ खत भन्नाले बोदी खालको त्यसमा घाउ छ बाइकमा लडेको खालेहरू छ क्या त्यो पुरानो कि त्यो अस्ति यहाँ बोदी खानेहरू छ होइन नि मैले बाइक कुन बाइक छ निलो पल्सर त तिनीहरूको कुन पल्सर छ हो कि कालो बाइक चाहिँ याद गरिन क्या बाइक चाहिँ याद गर्नुपर्छ नि बाइक चाहिँ कुन कलरको यसमा घाउ छ कस्तो त्यसरी चोरी हुन्छ यताउता छोडिन्छ भन्ने कुरै भएन नि त केटा चाहिँ कस्तो आएछ भन्नाले होइन 2 मिनट पछि आउँदाखेरि ऊ रक्सी खाएको ठाउँबाटै टिपेर आइन्छ ठिक छ म भर चौँलाई होइन त्यहाँ केही यता माथि यहाँ मेन आउने मालिकहरू यहाँ हो नि त त्यो पनि हेर्दा कस्तो छ गोरे छ अनि लेदरको ज्याकेट चोरी ज्यादा भइराखेको छ एकटा हो चोरी ज्यादा भइरहेको छ अलिक सतर्क हुनु होला ज्यादा चोरी भइरहेछ कि अहिले चोरहरूको चाहिँ मासला कसम भेट्टाए अस्ति चाहिँ यहाँ राम्रो बोदी भएको छ होइन चोरको राम्रो बोदी हनाएको छ के त्यो भिडियो पनि यसमा हालिदिउँ कि के गरौँ म ल यसमा त्यो बोदी खाएको चोरको भिडियो हालिदिन्छु ल अस्ति भर्खर 3 दिन अगाडितिरको कुरा हो पक्रा अब यस्तै छ मुजी चोरहरूबाट चाहिँ बच के रहेन कभी मत मिल्ना ठिक छ अब हाम्रो पनि यता दोकान यसो ट्राई गर्ने हो मेरो भाइहरूसँग मिलेर मेन कुरा भनेको चाहिँ कमाउनु भन्दा पनि हामीलाई त एक्सपिरियन्स पनि छैन होइन के कस्तो चिया राख्ने हो यताउति राख्ने हो एक्सपिरियन्स केही छैन जस्ट फर फन र यसो केटाहरूलाई हाम्रो केटाहरू बसेर भाइहरू बसेर चिया खाने बस्ने झैझगडा नगर्ने टाढो यताउति नहिँड्ने मेन रिजन चाहिँ त्यो हो क्या गाह्रो छ हातले उयो मुजी भिडियो बनाउँदै हिँड्नु ओ यहाँ माथि छ नि यो माथि अलिअलि देखिँदैछ नि यहाँहरू त यो माथि अलिअलि देखिन् त्यता त्यो साइडतिर गर्ने हो क्या हामी राख्ने हो होइन छतमा अब भाइहरू छ यता सहयोगी मेरो भाइ एकाउन्टेन्ट भाइ ल हामी चाहिँ दुध किनेर आउँदै गरेको हो यति बेला चाहिँ फेरि ल होइन आज हामी ब्लगमा वेलकम गाइस ब्लग पनि आज छठमा के गर्ने होइन यताउति सबै के गर्ने हामीलाई अहिलेसम्म मुजी भएको केही काम पनि नगरेको तर पनि गर्नु आँटेको होइन यहाँ हल्ला ज्यादा गर्दैछ प्लिज म यहाँ नम्बर तल छोडिदिन्छु क्युआर छोडिदिन्छु प्लिज होइन सहयोग गरिदिनु होला पीडितहरू बाढी पीडितहरू 1 लाख भन्दा कम हाल्यो भने त मरो म पछाडि त्यसको मुनि डिस्क्रिप्सनमा उयो हालिदिन्छु होइन नम्बर क्युआरहरू हालिदिन्छु प्लिज सहयोग गरिदिनु होला
ल बिचराहरूले हेर्नु त हुन्छ हुन्छ टेन्सन नलिनु म सबै कुरा गरिदिन्छु अस्तिको बियरको पैसा कहिले तिर्ने हो? ल कहिले तिर्ने भन्दैछ त ल गाइज के हो यो त मिलेन नि त अलिकति यहाँ कमेन्ट हाल्नु पर्यो है यो बारेमा चाहिँ लाइक सब्सक्राइब कमेन्ट सब आज स्टल जोतमा राखिदिने हो ए हेर न कहिले तिर्ने भन्छ दोकानी भएर मलाई तिर्न लाउँदैछ उनीहरू खाएर फेरि त्यसो भए अब एउटा किनिदिनु ल ल आज स्टल राख्नु लागेको हो त्यही भिडियोमा यहाँ छ दुध अर्को दुध नि फेरि राखिसकेको छ हाम्रो फ्रिजमा छ मैले राख्दिनँ ए यहाँ फ्रिजमा छ अनि त्यसको पैसा ल चार्ज ल लाग्छ पानीको बोतल पानीको त्यो उयो कति पर्छ त्यस्तोहरू ल हामीले ल्याइसक्यौँ होइन लगिदिनुहुन्छ अरे ल सिटी यहाँ ग्यास स्यास ल्याइसक्यौँ अब देउरे सेउरे यताउति टेबल चाहिँ खोइ त टेबल चाहिँ खोइ टेबल पनि ल्याउँछ भनेको न ल टेबल यहीँबाट लिएर जाने हुँदैछ कहिले न मैले गरेको काम आज गर्नु लागेको चेयर भएन नि त मेन कुरा यहाँ जहाँ राख्दा पनि हुन्छ हो ल हामी चाहिँ सुरु गर्दैछौँ होइन अब चेयरको बन्दोबस्त छ एउटा त्यो भाइ खुकुरी बसेछौ यो काटेर यहाँ झुन्ड यहाँ उयो गर्दैछ त्यो कपीले त कपी त्यही रुममै छ त राम्रो कपी बोक्नु पर्दैन रुममै छ त यहाँ अलिक नोइज चाहिँ भयो कि यो अलिक तल लगाउनु त अलिक हल्ला नहुने ठाउँमा यहाँ हुन्छ र यहीँ ठिक छ यहाँ आफ्नो चाहिँ राम्रो हुन्छ हिँडेपछि सब यहाँ राखिदियो यहाँ अब एउटा ओछ्याउने पनि लिएर राख्नुपर्छ ल यहाँ के हिँड्न त लु त हिँड्छ यहाँ एकजना बस्छ भाइ त एक्लै बस्लो यहाँ बुहारीसँग एक्लै बस्लो यहाँ बुहारी बस्छ ल यहाँ भाइसँग बस्छ ल सामानहरू ल्याउनु जानुपर्छ जाम भाइ हामी जाम बस्छ ल बुहारी हामी अरू हेर्नु जान्छौँ ल फर्स्टचोटि ट्राई गरिँदैछ होइन ठिक छ ल एकचोटि ट्राई गरौँ हामी चस्मै उडाइदियो यार लाज लाग्थ्यो होइन पहिले त्यसरी मात्रै फोनमा बोल्दै हिँड्नु पनि अब त लाज पचाएर बनाउने हो भिडियोमा चाहिँ इमान्दार सही तरिकाले डाइस साइस केही नहलाउने जस्ट हामीले चाहिँ रमाइलो भाइहरू केटाहरू हामी सबैजना बसेर रमाइलो गर्न तरिकाले मात्रै गरेको हो त्यो मात्रै कमाउने समाउने तरिका त्यस्तो यताउति लडाउँछौँ के होइन हाम्रो मैले त्यति मोटिभ भनेको चाहिँ सबैजना यताउति नछुटिकन सबैजना भन्दा पनि हाम्रो सानो सर्कलको मान्छेहरू नछुटिकन एक ठाउँ बसेर एक ठाउँ बसेर टक्कसँगले रमाइलो तरिकाले बस्नको लागि गरेको त्यहाँ के बुलाकी अब अझै के ल्याउनु छ ल्याउँछ भर्खर ग्यास मात्रै लिएर आउँदैछु अब अरू के ल्याउँछ अझै अब बिस्तारै ल्याउने हो ओ मेरो दा मैले चाहिँ कुरा गरिदिएको छु पैसाको बजेट नभएर ठिक छ चारपाको ल ठिक छ हाम्रो दिदीले सहयोग गरिदिएको ठिक छ हाम्रो चाहिँ हल्का जुगाड यति मात्रै हो अब पानी सानी आउँदैछ होइन टाढो छ हामी कसैले डिस्टर्ब नगरोस् हामी एक्लै ठाउँमा यताउति कोही छैन हामी मात्रै हो कसैले हामीलाई डिस्टर्ब पनि गर्दैन हामी पनि गर्दैनौँ कपडा अब पानी सानी ल्याउनु पर्ने छ अब के ल्याउनु पर्ने छ ल्याउनु पर्ने छ ल ठिक छ पानी लिएर आउँदैछौँ होइन छतको लागि चिया बनाउनु घरमा कहिले नबनाएको हामीले यहाँ बनाउँदैछु मैले ल हाम्रो फर्स्ट कस्टमर होइन यहाँको यो भाइहरू म चाहिँ फर्स्ट कस्टमर चाहिँ चियाको ल ठिक छ चिया बनिँदैछ केटा हो ल जहाँ पाइँदैन त्यहाँ चाहिँ प्लास्टिकतिर हालेर अहिले फ्याँक्नुपर्छ यहाँ चाहिँ चाय हो हजुर चाय मात्रै हो हामी चिया मात्रै हो चिया मात्रै अरे चुरोट पाउँदैन
अरे मा केही छैन छनु चाहिँ होइन त्यही पनि यसो मेला मेला के भन्छ यसलाई हो त नि माथि उड्ने होइन यो रमाइलो हुँदैछ छठको हाम्रो 20 रुपियाँ बिजनेस चाहिँ धमाधम जाँदैछ यतिको लकडा चिया खाने चिया देउता थाहा राखेको छ कति दिनु भ्लग बनाउँदै आएको अरे भाइहरू भने अरे काले भाइ ल हाम्रो भाइ लक्ष्मी छ मेरो भाइ ओके ल मेरो भाइ ल ल ल ल को सबैसँगै आएको ल कत्रो घटेछ गाडी भाइ सन्चै छौ भाइहरू पुरानो पुरानो भाइहरू भेट हुँदैछ मन्दिर कता छ ल हाम्रो साथीको महान चाड हाम्रो क्रिसमस भने जस्तो दसैँ तिहार भने जस्तो हाम्रो साथीहरूको छठ पूजा ठिक छ हामी यसो अहिले रातिको कति बजेको छ हाम्रो भाइ यता ओभर ग्वाला र पर्पलको फ्यान अरे मेरो जिग्रीको फ्यान अरे 11:15 भएछ ओ त्यता नबस्दै त पूजा गर्ने ठाउँ त्यहाँ पूजा गर्ने ठाउँतिर चाहिँ गर्नु हुँदैन ल पूजा गर्ने ठाउँमा तास पनि खेल्नु हुँदैन नि फेरि केटा हो खेल्नु चाहिँ फेरि मान्छे जान मिल्दैन न यता पनि होइन यहाँ पनि चल्दैछ तासहरू राम्रो छठ पूजा राम्रो हुँदैछ हाम्रो पनि दोकान छ ऊ यहाँ हुँदै अरूतिर कतानिर हो हाम्रो पनि सानो चिया दोकान छ डुलेर हिँड्ने यताउति बाउ आमालाई पैसा मागेर मेला घुम्न जाने भन्दा आफै कमाउने मान्छे क्या यता पनि तास खेल्दैछ नि केटाहरू रमाइलो छ छठ पूजाहरू सबै रमाइलो छ ठिक छ यता माथि पनि राम्रो छ ठाउँ चाहिँ हाम्रो चाहिँ ऊ कता छ हाम्रो दोकान अझैमा छ भरे मात्रै लाइट बल्छ अनि अझ यहाँदेखि तल रतुवा फुल दमक रतुवा फुलको तल पनि त्यहाँ पनि यस्तै योभन्दा ठुलो लागेको रहेछ अझै होइन त्यता चाहिँ जानु भ्याइएन केटाकेटी हो होइन यही ठिक छ देश बाहिर रहेको विदेशमा रहेको केटाकेटीहरूको लागि हो हेर्दा हुन्छ यस्तो छठ पूजा यस्तो भइरहेछ होइन दमकको चाहिँ झापा दमकमा टोयलेट सलेटको पनि खोलाको बिचमा यस्तो व्यवस्था छ एकदम राम्रो लाइट भएको ठाउँमा आइपुग्यो हाम्रो ब्लग पनि अब यही लाइट जस्तै टल्किने एउटा सुन्दर यस्तै मात्रै गर्नु मन लाग्छ त के भएको यो अनलाइन अब यस्तो नगर्नु त्यस्तो गर्नु त्यो मुझे पाला भनेर मुझे भित्ता हान्छ नि अन्य त्यो मुझे जोतको में आदर चुत अब झापालिस जस्तो ट्यालेन्टेड चाहिँ ऱ्यापर फेरि ऱ्यापर प्लस कमेडियन चाहिँ गाह्रै छ कमेडियन ऱ्यापर
झापाली जातिको चाहिँ म्हणजे कोही पनि छैन जस्तो लाग्छ नेपालमा नेपालको हिस्ट्रीमा दामी सबैको पारा यताउति सुत्ने सुतिरहेछ पूजा गर्ने पूजा गरिरहेछ यो चाहिँ अलिक घाँटिसकै रहेछ है यो पूजा गर्ने ठाउँ चाहिँ कार सार राखेर एक कार अनि स्कर्पियो महिन्द्र डाइ साइज सब चलिरहेछ है साइड पनि हामी देखाउने छौँ पुलिसले केही पनि गरेको छैन 500 रुपियाँ लिनु आउँदो रहेछ ट्यागोले भनेको अनि 500 आउँदा आउँदै परबाटै 500 दिएर साइड लगाइदिँदो रहेछ पुलिसलाई सेपमा पनि होइन क्या देखिरहेको हुन्छ सबले म्हणजे पालो पिलो पो आउँदो रहेछ त त्यही पनि यस्तो विचार गरेको अस्ति अघि त्यहाँको यसो हामी पनि खेल्दाखेरि हेरेको एउटा आउँछ त्यसको साथी पनि फेरि एकछिनमा आएको हेरेर उठाउनु आएको जस्तो गर्छ अनि पर बस्छ माथि अनि पैसा इसारा आफै बुझेर गएर पैसा 500 रुपियाँ दिएर आइहाल्नु पर्ने रहेछ त्यहाँ चाहिँ त्यस्तो सिचुएसन पुलिसको अनि फेरि त्यसले अर्को ड्युटीमा भएको अर्को साथीलाई भन्छ आमामा भाइ डाइस खेलाएको मुजी पैसा त पुलिसलाई दिँदै सिद्धिसक्यो भन्छ अर्को साइडमा तपाईँहरूलाई रमाइलोको कमी हुन दिँदैन हामी रमाइलो त त्यस्तै हो बोर लगाएर भए पनि हेर्नु चाहिँ हेराउने हो यहाँ पनि डाइस डाइस होइन रहेछ यहाँ चाहिँ भक्का सक्का डाइस छ भक्का खाने भाइ यहाँ पनि खतरा जाँदैछ यहाँ पनि खेलाइछु अब नदेखाम होला नहेरौँ होला यस्तोमा चाहिँ होइन यहाँ पनि डाइस हुँदैछ आमामा यहाँ पनि डाइस त्योभन्दा माथि पनि डाइस यहाँ पनि डाइस आमामा के साह्रो डाइस हो अति टुम्मच डाइस रहेछ चारैतिर डाइस यहाँ पनि डाइस यहाँ चाहिँ बन्द आमा त्यहाँ पनि डाइस सबतिर डाइस ल अब सक्यो एक राउन्ड हानेर यहाँ माथिको चाहिँ मेलामा छठ पूजाको चाहिँ मेला त्यो पूजा गर्ने ठाउँहरू चाहिँ ठ्याक्क रोटेसन हानेर स्टेज आइपुग्नु लाग्यौँ हामी यहाँ बिचमा के को दोकान छ आफ्नो चिया बेचेर अब घर बनाउने अनि सकिएन अनि यस हाम्रो भाइहरू ल ल ल सबैलाई देखाइदिनु ल यो चाहिँ हाम्रो दोकान क्या लाग्छसँगले यहाँ चाहिँ चिया बन्दैछ टक्क होइन एक्सट्रिम चिया केटाहरू चिया खान आएको हाम्रो केटाहरू यसरी नै दाइमा पनि थियो दा म चिया बनाउँदैछु लु तेरो काम छैन दाइ आयो चल्दै लु ल अब ट्याक्क सरसफाइ पनि हामी गर्दैछौँ हाम्रो छेउमा छेउछाउतिरको सबै फोहोर अरूको जस्तो सुकै होस् हाम्रो अँध्यारो ठाउँमा भए पनि हाम्रो चाहिँ क्लिन बनाउने हो त सुनसान छ 11:50 भयो लगभग 11:45 अब भयो होला भइसक्यो अब लगभग कति 2 बजे 3 बजेदेखि चाहिँ अब बर भिड हुन्छ मिनिमम यहाँ र तल लगभग मान्छेहरू 5000 माथि नै आउँछ मेरो अनुमानमा चाहिँ यहाँ तल पनि छ हल्का बलिरहेछ नि तल त्यो त्यहाँ पनि छ योभन्दा ठुलो छ यहाँ चाहिँ हल्का सानो त्यहाँ चाहिँ अलिक ठुलै छ पुलमुनि रचा पुलमुनि चिया चुरोट बाइक एक्सट्रिम बाइक पानी बाइक केही पनि पाउँदैन हाम्रोमा चाहिँ अनि हो भोला ड्यास सिट 3:10 भएछ अहिले होइन बिहानको 3:10 भयो अब हामी जाँदैछौँ दामी सजिलो डाँडाको बाटो खोला यतिको चाहिँ तमकमा पनि डाँडा खोलाको डाँडामा सुविधा छ है लाइटको डाँडामा पनि डेटिङ सेटिङ बस्नलाई राति सजिलो होस् भनेर सरकारले यहाँ हालिदिएको छ लाइट तर त्यसको दुरुपयोग चाहिँ हुनु भएन अनि यहाँबाट अस्ति एउटा काण्ड पनि बाहिर निस्केको छ सरकारले चाहिँ भएर यहाँ डाँडामा खोलाको डाँडामा डेटिङ सेटिङ हो बस्नलाई सजिलो होस् भनेर लाइट साइड हालिदिएको छ चियरहरू राखिदिएको छ गाइज तपाईँहरू पनि आउनु होला आएर डेटिङ बस्नु होला अनि तर त्यो फेरि भाइरल चाहिँ नहुनु नि भाइरल भयो भने चाहिँ गीती हुन्छ नि भाइरल चाहिँ नहुनु होला पिल्ला होला फोन झरेको भने चिया बेचेर कस्तो अनुभव भइरहेछ हजुर राम्रो अनुभव भइरहेछ तर यो एक्सपिरियन्स हामीले लिन सक्यौँ राम्रो भइरहेछ अरू सबै लु भयो नबोल तिम्रो इन्टरभ्यू नलिने क्यान्सल ल देखिहाल्यो होला इन्टरभ्यू क्यान्सल भइसकेको छ ल
आमा बाबा बाबा आमा के हो यार कति हान्थ्यो त ओ बस्नु मस ओ दामी दामी अब ल बिहान भइसक्यो केटाकेटी हो बर बिहान हो क्या हाम्रो बर राति घट्ने भाइ हो यता उसिन भनिकन म चाहिँ ओए ढलो मान्छे तेरो तँ पनि ढल्छस् नि म चाहिँ फेरि हाम्रो मलिक सर पूजा गर्नु गएको आइपुगेको छैन घाम चाहिँ निक्लेर यहाँ माथि आइसक्यो निधारमा होइन तर हाम्रो मलिक सरको चाहिँ फेरि यहाँ उयो पूजा सकिएकै छैन के हो होइन अहिले के खोइ के मागेको छ अरे ए यहाँ सर अरे माथि हाम्रो सर गुड मर्निङ ल अर्को वर्ष अब यस्तो उयो तरिकाले बेटर तरिकाले बनाउनुपर्छ केटा हो होइन अब अर्को वर्ष भेट्नुपर्छ के अरे अर्को छठमा भेट्नुपर्छ